15 देखि 20,000 सम्म चाहिँ हर्क सम्पाङ दाइको सपोर्टरहरू चाहिँ मसँग जोडिनु भएको छ हैन। अब मेरो अहिले कति झन् 83 84 के कति फलोअर छ। त्यो मध्ये चाहिँ 15 to 20 के चाहिँ हर्क सम्पाङ दाइको सपोर्टरहरू हुनुहुन्छ है। अन्त एउटा कतिजनाले मसँग बोल्नु भइछ अस्ति नै। अनि मैले जब हर्क सम्पाङ दाइको कति धेरै कुराहरूमा सपोर्ट गर्थेँ हैन, हुन्छ नि मैले कति 500 वटा भन्दा नि बढी भिडियो बनाए होला। त्यो 500 वटा भिडियो बनाउँदा चाहिँ सपोर्टमा थियो, सबै भिडियो सपोर्ट हुन्थ्यो। त्यतिखेर चाहिँ एउटा पनि गलत लागेन कसैलाई, सबैलाई ठिक छ लाग्यो हैन। अनि एउटा कुरोमा विरोध गरेको हैन, भिडियोले ठिकै भन्नुभएको यताउति भनेर गएको त्यही मान्छेहरूले आएर चाहिँ पुरै क्या त्यो अस्ति नै जसले ल्याएर चाहिँ भाइ तेरोलाई यो गरिदिन्छु त्यो गरिदिन्छु यताउति भनेर चाहिँ पुरै ठुल्ठुलो गफ दिँदैन हैन। अझै त्यही मान्छेले आएर चाहिँ पुरै गाली दिइरहेर चाहिँ कमेन्टमा हुन्छ नि एउटा विरोधले क्या बिचोरा के भन्नु अब तिमीहरूलाई। त्यतिखेर म सबैलाई भन्थेँ कतिलाई सम्झाउनु दिने अन्धभक्त चाहिँ भन्नु हुँदैन, सपोर्ट गर्नुपर्छ। अनि म पनि एकदम खतरनाक ठुलो सपोर्टर हो, तर अन्धभक्त चाहिँ होइन। अन्त हो हामी पनि गलतलाई गलत सहीलाई सही हो भन्छु भनेर भन्दैन। तर कतिले चाहिँ के भन्नु अब तपाईँहरूलाई केही पनि भन्दैन, आफ्नो तरिका हो। अब तपाईँहरू आफ्नो तरिकाले बाँच्नुहोस्, हामीलाई आफ्नो तरिकाले बाँच्न दिनुहोस्। तपाईँहरू आफ्नो तरिकाले सपोर्ट गर्नुहोस्, हामी आफ्नो तरिकाले सपोर्ट गर्छौँ होइन। अब के भन्नु, तपाईँहरूको गाइडले न हामीलाई केही हुने न हाम्रो गाइडले तपाईँहरूलाई केही हुने। अचम्म लाग्यो क्या मलाई त तपाईँहरू देख्दा होइन। अब भिआर दुलाल दाइलाई जसरी खनिनु भयो मलाई त्यो देख्दै थाहा पाइसकेको थियो कि अब यो भिडियो मैले बनाएपछि मलाई पनि खतरनाक खनिन्छन् भनेर। अनि त्यहाँबाट हेरेको कति 100 150 कतिवटा कमेन्ट आएको रहेछ। त्यसमा चाहिँ कतिजना मेरै फ्रेन्ड लिस्टमा हुनुहुन्छ होइन, मेरै फ्रेन्ड लिस्टमा हुनुहुन्छ। उनीहरूको नि पुरै गाली आइरहेको छ क्या त ठिक लाग्न छोडो, त यस्तो त तेरो नि पहिल्यै विचार मलाई त्यस्तै लागिरहेको थियो, ह्यान त्यान यताउति दिइरहेको थियो क्या बिचोरा। हामी त एकदम निष्पक्ष हो, राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने हो। त्यो त अब हाम्रो मनको कुरा। अब म सुरुदेखि नै भने होइन, मैले चाहिँ यो कुरा मन पऱ्यो भने चाहिँ म त्यसलाई मन पऱ्यो भन्छु, मलाई यो कुरा मन परेन भनिदिन्छु। मेरो त डाइरेक्ट हाम्रो कानुन त्यही हो, हाम्रो ल त्यही हो। हामी त्यसरी नै भिडियो बनाउँछौँ, हामी त्यसरी नै सपोर्ट गर्छौँ। हर्क सम्पाङ दाइको जति कुराहरू रमाइलो लाग्यो, जति कुराहरू एकदम राम्रो लाग्यो, एकदम सपोर्ट गर्नुपर्छ लाग्यो, सबैमा सपोर्ट गरेको गाली खाँदै अब अहिले 1-2वटा कुरा अब सबैलाई गलत नै लागिछ। अब हामीलाई पनि गलत लाग्छ त गलतै भन्ने नि त। अब गलतलाई पनि सही भन्दै हिँड्नु भने त नेताहरू मातिन्छन् क्या हो। यसरी हो नेताहरू मत्याउने र पछि नेताहरूले खाल्टोमा हाल्ने है।